हेलो गाइज वेलकम टु माई युट्युब च्यानल गाइज। हामी सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। र आज चाहिँ हामी मणिग्राम साइडतिर चाहिँ काम परेको हुनाले हामी वाइफाईको काम गर्नलाई जाँदैछौँ। छोटो मिठो सानो भिडियो बनाएको छु र नयाँ जति साथीहरू हुनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्सक्राइब गरी मसँग जोडिनु होला। मैले वाइफाई सम्बन्धी चाहिँ भिडियोहरू हाल्नेछु। ठ्याक्क हामी चाहिँ अहिले ठ्याक्क यहीँ हो क्या, कहाँ हो भन्दाखेरि चाहिँ होइन, यहाँ मणिग्रामदेखि भित्र र कान्छी बजारदेखि यता पारिपट्टि हामी चाहिँ काम गर्न आएको थियौँ। र काम गर्दा गर्दा चाहिँ यसो गर्मीले हप्याक भएर चाहिँ हामी यहाँ फेन्टा सेन्टा लिएर कोकसोक लिएर चिरिप्प पारेर एकदम चिसो हावा खाँदैछौँ। ट्याक्क देख्न सक्नुहुन्छ पछाडिको सिन यस्तो बबाल आइरहेको नि, मस्त सिन पनि यस्तो दामी छ क्या, हेऱ्यो भने पनि जस्तो छ। ल इंडिया कुड़ीली लेम्मा लेम्मा टिंटी उड़ी। क्या बोले भाई? अब क्या बोले? क्या बोले? इंकुटू इंकुटू लाजदा इंकुटू काम में इंकुटू का काम में नहीं जाइबो चली। हाँ नाइट में क्या, नाइट में भिडियो गराउँदाखेरि चाहिँ परे गरिन्छ। माथि हेरै सर्प अर्को हुनसक्छ, अरिङ्गाल सरिङ्गाल। के भइरहेछ? जानुस् हजुर, जानुस् जानुस्, यही हो र योमा गएन। यो त उतै पोलमा गयो क्या के यहाँ झाङमा अलिए छ गरे। ओइ ओइ भर्याङ लगाउनु त यहाँ ल। यो मन्दिरको छेउमा चाहिँ बरपिपलको रुखमा हाम्रो चाहिँ तार अड्किरहेको छ। साथी चाहिँ तान्न गएको छ, देख्न सक्नुहुन्छ जुप्प परेर बसिरहेको छ। अनि हाम्रो तार चाहिँ यही रुख हुँदै गएको रहेछ। अब यो हामीले चाहिँ यसलाई तानेर मर्मत गर्नेछौँ। तार चाहिँ फाइनल्ली तल झरिसकेको छ। अब हामीले चाहिँ त्यहाँ एउटा जोइन राखेर अनि यो पोल पनि ढल्नु लाग्छ। सायद यसमै हल्का लक गरेर अनि डाइरेक्ट वहाँ लङ डिस्टेन्स छ, त्यही पनि यतापट्टि बाहिरबाट हाल्ने छौँ। अहिले चाहिँ हामी चाहिँ वाइफाईको तार तानिसकेर हामी चाहिँ स्प्लाइसिङमा बसिसकेका छौँ। देख्न सक्नुहुन्छ एकदम मसिनो कोर हुन्छ यो चाहिँ, यसलाई चाहिँ मसिनो कोर हुन्छ र यसलाई छिलेर हामीले मजाले छिलिसकेपछि स्टिकरले चट्टा मजाले छिलेर अनि टिस्यु पेपरले पुछेर डायमन्ड कटरले काट्नुपर्छ। र काटिसकेपछि हामीले मिसिनमा सेट गर्नुपर्छ। अनि मिसिनले कस्तो हानेछ, के हानेछ, कतिमा हानेछ, पाल पारेको छ कि नै, सबै कुराहरू हेर्नुपर्छ हामीले डिस्प्लेमा। र राम्रोसँग हानिसकेपछि हामीले हिट गर्नुपर्छ। र हिट गरिसकेपछि अनि यो कालो जस्तो देख्नुभएको छ नि हजुरले, यो कालो ब्याम्बो भन्छ यसलाई। र यो ब्याम्बोमा हामीले चाहिँ स्प्लाइसिङ गरेर भ्याइसकेपछि राम्रोसँग मेजरिङ गर्नुपर्छ। र राम्रोसँग मेजरिङ गरेर हामीले यसलाई पोलमा बान्नुपर्छ। ल आजलाई भिडियो यति नै। नेक्स्ट टाइममा फेरि वाइफाई सम्बन्धी छोटो मिठो भिडियो लिएर उपस्थित हुनुहुन्छ। अहिलेलाई यति नै, बाई, जय नेपाल।